Hello everyone, namaste, welcome back my new video. आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ भन्दै फेरि अर्को नयाँ भिडियो लिएर आइपुगेँ है। मेरो चाहिँ ग्यास सकेर पाप बिजोग घोर बिजोग भएको छ क्या, अनि त्यही भएर अनि मैले चिया त्यस राइस कुकरमै बसाएँ अनि सोयाबिन तारेँ अनि तरकारी पकाउन छोडिदिएर म चाहिँ तरकारी टिपटाप पार्नको लागि हिँडेँ। अनि तरकारीको पनि घोर अन्याय नै भइसकेछ क्या, बिग्रेर अनि कस्तो भएछ क्या। अनि बोडी टिपटाप पारेँ अनि बोडी टिपटाप पारिसकेपछि अनि यसो उतातिर हेरेको घिरौला पनि छिपिसकेछ अनि घिरौला पनि टिपेँ अनि करेलाहरू पनि जो फल्दै रहेछ अनि मैले त्यो चाहिँ टिपिनँ, 2-4 दिनमा टिप्छु भनेर अनि करेलाहरूलाई चाहिँ छोडिदिएँ। अनि भित्र गएर हेरेको तरकारी पनि पाकिसकेछ अनि तरकारीलाई त्यो छुपछाप पारेर म चाहिँ लागेँ भिन्डी टिप्न। भिन्डी पनि सबै छिप्पेर नासेर केही रहेनछ अनि मैले भिन्डी टिपटाप पारेँ अनि भेन्टा पनि यतिको भएछ, भेन्टा पनि अब 1-2 दिनमा टिप्छु भनेर छोडिदिएँ। अनि अर्को झ्याङमा काँक्रो पनि यतिको भएको रहेछ, काँक्रालाई पनि मैले छोडिदिएँ 2-4 दिनमा टिप्छु भनेर। अनि लौका पनि चिचिलाहरू लागिरहेको रहेछ अनि मैले त्यो पनि हेरेँ अनि त्यतिकैमा सब्जी भेला पारेर म चाहिँ भित्र लागेँ अनि भिन्डी बसाएर हिँडेको थिएँ क्या, भिन्डी पनि पाकेछ। अनि मैले चाहिँ भिडियोहरू हाल्न पाएकै थिइनँ मेरो व्यस्तताको कारणले गर्दा। अनि आजको भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, सेयर र मिठो कमेन्ट छोडिदिनु होला।